धेरैले हामीलाई बुटोलको कोमाटको लोकेसन चाहियो भन्नुभएको छ। ल आज जाउँ है त हामी कोमाटको लोकेसनमा। यो भयो बुटोलको मिलनचोक। मिलनचोकदेखि तपाईँको पश्चिमतिर, यो पश्चिम तिनकुने चोकतिर लाग्न पर्ने हुन्छ। हामीहरू तिनकुने चोकतिर हिँडिरहेका छौँ। लगभग हाम्रो 100 मिटर जति गइसकेपछि तिनकुने चोक पनि आइपुग्छ। तपाईँले देख्न सक्नुहुन्छ यो तिनकुने चोक हो होइन। तिनकुनेबाट यो होराइजन चोक जाने बाटोतिर लाग्न पर्ने हुन्छ। हामी होराइजन चोक पुग्न त पुग्ने होइन, तर यो बाटो लाग्न पर्ने हुन्छ। तिनकुनेबाट 300 मिटर जति गइसकेपछि तपाईँले देख्न सक्नुहुन्छ होइन, आई एक्सप्रेस र कोकोयाया। यो जस्तो आई एक्सप्रेस भयो कोकोयायाको जस्ट अपोजिटपट्टि यो कोमाट रहेको छ होइन। अब लोकेसन एकदम राम्रोसँग गर्न पर्दाखेरि यो ड्याडी किचन परपट्टि भयो, यो कोकोयाया भयो, अनि यो आई एक्सप्रेसको जस्ट अपोजिटपट्टि यो हाम्रो कोमाट रहेको छ है। अब कोमाटमा के सामान पाइन्छ भन्ने तपाईँलाई त धेरै कुरा थाहा छ होइन। तपाईँले पक्कै पनि भिडियोहरू धेरै हेरिरहनु भएको छ। विशेष गरी यहाँ कोरियन सामान पाउने हुन्छ होइन। तपाईँहरू यहाँ आइसकेपछि बुटोलमा सबैभन्दा धेरै कोरियन आइटम पाइने ठाउँ यही कोमाट रहेको छ है।